हामी रुइयाँ ल्याउन जान्थ्यौँ मेगन त आचात्तरी अब ऊ माथि जाने त्यो भिरो बाटो गएन यस्तो अप्ठ्यारो बाटोमा त अब यहाँ कहिल्यै आउन्न भने तेल बाटो गए पनि छैन रुइयाँ ल्याउन जान्थ्यौँ अर्को बाटो जान्थ्यौँ पछि ओखरोबाट बाटो घुमिन आउने त्यहाँबाट रुइयाँ काट्ने आउने गर्थ्यौँ कहिल्यै ऊ माथि कुमाको खर्सु ल्याउन जाने सबै जाने अर्नी पर्नी लैजाने रोड लाग्यो जाने हामीले अर्नी खाने त्यहाँबाट खर्सु काट्ने त्यहाँबाट ओह्रालामा गाँठा खल्ल बल्ल हुन्थ्यो र कुरा डगुर गर्ने कसैले त कस्तो गाँठा खल्ल बल्ल त्यो ओह्रालामा भारी भयो क्या अलि के धौ लाग्यो जानेखेर त जान्थ्यौँ हाँसो गर्दै गोरुको हुन्थ्यो भारी गोरुको पनि हामी चाहिँ ओह्रालामा अलि धौ लाग्दै आउँथ्यौँ क्या हामी चाहिँ घर जाने बेला कसैले राम्रो भने बिर्सिनु जार्जो भने सम्झिनु भन्ने हामी फेरि हाँस्ने गर्थ्यौँ एगन्ताको किन राम्रो बिर्सिने त त्यही हाँसो गर्न त भन्ने नि राम्रो भने बिर्सिया गरे दिउँसो कुरा गरे जार्जो भने सम्झिया भन्ने साँझ घर जाने बेला हाँसो गर्थे हाम्रा भिनाजुले हाम्रो सालीले क्या भने हाँस्थे माथिका क्या गर्थ्यौ जान्थ्यौँ कहिल्यै खर्सु काट्न कहिल्यै रुइयाँ काट्न जेठ मासभरि सोर्था खाना जाने रुइयाँ काट्ने उतैर हामी गर्ने गर्थ्यौँ जेठ मासभरि घुम्ने दिउँसो